कतिपय वनगटहरूले आज येशूलाई चाहिँ बुझ्नु भएको छैन। यहोवा विटनेसहरूले है, अनि यो सन्त रामपालजीको जुन चाहिँ चेलाहरूले है र सन्त रामपालजी स्वयंले पनि प्रभु येशूलाई चाहिँ प्रभु हो भनेर चाहिँ बुझ्नु भएको छैन। र तपाईँहरूले पनि यो बुझ्न जरुरी छ। तपाईँले यो साउन्ड डक्ट्रिनको यो फुल टिचिङ लिनुहोला ट्रिनिटीको यो विषयमा। सबैजनालाई प्रभु येशू क्रिस्टको नाउँमा जय मसीह। धन्यवाद। आज पनि म तपाईँहरूको बीचमा परमेश्वरको वचनलाई लिएर आएको छु। यो आजको मेरो वचन हो फिलिपीको किताब 2को 10 र 11 को वचनलाई म तपाईँहरूको बीचमा प्रस्तुत गर्नेछु र यसलाई दुई पाटो तरिकाले म सम्झाउने छु। जब चाहिँ मैले यो वचनलाई पढ्दै थिएँ, जब म पहिला पढ्थेँ त यो वचन अनुसार मलाई लाग्थ्यो कि हरेक मानिसले चाहिँ येशूको नाउँमा घोडा टेक्नै पर्छ, यो पृथ्वीमा रहँदै भन्ने लाग्थ्यो। तर के रहेछ त भन्दा जब मैले यसको प्रकाशन पाएँ, यहाँ चाहिँ सबैले घोडा टेक्दैनन्। सबैले घोडा टेक्दैनन् किनभने हामीलाई थाहा छ कि बचाइएका धेरै कम छन् किनभने बाटो एकदम साँघुरो छन् है। मानिसहरू पश्चाताप गरेर फर्किने धेरै कम छन्, त्यही भएर बाटो साँघुरो छ। सबै स्वर्गको राज्यमा पस्न खोज्ने छन् तर सक्ने छैनन् भनेको छ। त्यही कारणले यहाँ सबैले घोडा टेक्दैनन् है। तर घोडा टेक्नुपर्छ भनेर जब यहाँ कोट गरेको छ त यसको मतलब हो चाहे यो पृथ्वीमा होस् या फेरि आधलोकमा होस्, हेडिसमा होस्, या फेरि जो न्यायको दिनमा जब चाहिँ परमेश्वरले चाहिँ न्याय गर्दै गर्नु हुँदा, चाहे परमेश्वरको राज्यमा होस्, स्वर्गमा, त्यो टाइममा भए पनि मानिसले घोडा टेक्नै पर्छ भनेर चाहिँ यहाँ प्रष्ट रूपमा भनेको रहेछ है, भनेको छ। र यसलाई आज हामी बुझौँ। यहाँ म पढ्ने छु, यहाँ भनेको छ 10 मा कि स्वर्गमा है, पहिला सुरु यहाँ 9 मा भनेको छ, यसकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ। जुन येशूलाई चाहिँ यहाँ कोट गरिराख्नु भएको छ कि जो चाहिँ त्यो नाम प्रदान गर्नुभयो जो सबभन्दा उच्च छ, जो एलोहिमलाई जो परमप्रभु भनिन्थ्यो, जो लर्ड भनिन्थ्यो, त्यो नाम, र त्यो नाम चाहिँ प्रभु येशूलाई दियो है। प्रभु येशूलाई दियो आदोनाई क्यारियस है, युडेवावे नाम जुन चाहिँ लर्ड है, त्यो नाम चाहिँ प्रभु येशूलाई दियो। यहाँ 10 मा भनेको छ यो कुरा कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घोडा टेक्नु पर्छ। अनि 11 मा भनेको छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू क्रिस्टलाई प्रभु भनी स्वीकार गर्नु नै पर्छ है। यो चाहिँ एकदमै गर्नु नै पर्छ भनेको है। त यहाँबाट हामीलाई के बुझ्नमा आउँछ त भन्दाखेरि यहाँ 3 क्याटेगोरीको घोडा टेकाइ छ। एउटा क्याटेगोरीको घोडा टेकाइ हो यो पृथ्वीमा जिउँदो छँदै एउटा मानिसले घोडा टेक्ने कुरा है। र एउटा मानिस त्यो जो चाहिँ आज परमेश्वरलाई नचिनेको, जो पश्चाताप गरेर आफ्नो पाप स्वीकार गरेर आउने एउटा मानिस त्यो है। र जो विश्वासमा आइसकेपछि पनि आफ्नो पापहरूलाई है स्वीकार गरेर, आफ्नो गल्ती मिस्टेकलाई मिस्टेक भयो भनेर स्वीकार गरेर आउनु पर्यो है, एउटा त्यो। र सेकेन्ड चाहिँ त्यो व्यक्तिले घोडा टेक्ने छ जो चाहिँ अधोलोकमा गएको छ। यो 6000 वर्ष पहिलादेखिको जो आदमको पालादेखिको जति पनि मरेर गए है, तिनीहरू
अहिले अधोलोकमा घोडा टेकिरहेका छन्, हेडिसमा घोडा टेकिरहेका छन्, जहाँ चाहिँ उनीहरूलाई सेकेन्ड चान्स छैन। टेके तापनि उनीहरूलाई जीवन पाउँदैनन्, उनीहरूले स्वर्ग पाउँदैन, नर्कमै उनीहरूलाई पर्नुपर्छ। तर पनि उनीहरू घोडा टेक्नै पर्छ। कसको नाउँमा त? येशूको नाउँमा। येशूलाई प्रभु हो भनेर, येशू नै परमेश्वर हो भनेर घोडा टेक्नु नै पर्छ है। तर अधोलोकमा गएर घोडा टेकेर त्यो मानिसलाई फाइदा हुँदैन। र कतिपय त अधोलोकमा पनि है अझै बटारेर बसेका होलान् कि मैले किन घोडा टेक्नु भनेर। तर जब चाहिँ न्याय हुन्छ, न्याय आसनमा जो एकचोटि जजमेन्ट हुन्छ, त्यो समय त एनी हाउ घोडा टेक्नु नै पर्छ। र त्यहाँ पनि कुनै चान्सेस छैन जो जीवन पाउने, जो स्वर्गमा जाने है। त्यही कारणले आज 3 क्याटेगोरीको घोडा टेकाइ छ जब चाहिँ हामीले बुझ्नुपर्छ। तर एउटा क्याटेगोरीको घोडा टेकाइमा चाहिँ मानिसले जीवन पाउँछ, जो तपाईँ जिउँदो छँदै शरीर आत्मा प्राणमा यो धरतीमा खुट्टा टेक्दै तपाईँले येशू प्रभु हुनुहुन्छ, सृष्टिकर्ता हुनुहुन्छ, उहाँ नै उद्धारकर्ता हुनुहुन्छ है। परमेश्वरको महिमाको लागि चाहिँ प्रभु येशूलाई प्रभु भनेर स्वीकार गर्नु नै पर्छ। यदि तपाईँले आज यहाँ गर्नु भएन भने त्यहाँ नो चान्स। त्यसैले आज कतिपय बिलिभर्सले पनि यो मेरो भिडियोलाई हेरिराख्नु भएको छ भने तपाईँ हल्का जीवन जिउँदै हुनुहुन्छ भने है, 2025 गयो र 2026मा आज यो मेरो तपाईँहरूलाई रिक्वेस्ट हो कि तपाईँहरूले हल्का जीवनलाई छोडेर गम्भीरतामा तपाईँ आउनुहोस्। किनभने आज त्यो बिलिभर्स नै भए पनि यदि प्रभु येशूलाई चाहिँ आज नबुझेर है, उहाँलाई एउटा गुरु, उहाँलाई एउटा मानिस, उहाँलाई एउटा चङ्गाइकर्ता, उहाँलाई एउटा खाना दिने, यो दिने हैन, यहाँको भौतिक कुरा दिने एउटा जादुगर, एउटा है एउटा एकदम नरम व्यक्ति भन्दै हुनुहुन्छ भने यो प्रभु भन्ने शब्द आएको छ नि, यो प्रभु चाहिँ आज लाइन अफ जुडा हुनुहुन्छ है। उहाँ लाइन अफ जुडा हुनुहुन्छ। उहाँ अहिले जुन पिताको दाहिनेमा बस्नु भएको छ, उहाँ चाहिँ अहिले चाहिँ रिसाएर बस्नु भएको छ है। तपाईँले देख्नुभयो कि येशू चाहिँ एज अ बेबी बनेर आउनु भएको थियो इजरायलमा। जब उहाँलाई हेर्नुभयो तपाईँले एज अ मसीहा, अनि येशू जो शरीरमा आउनुभयो, जो उहाँ चाहिँ शरीर चाहिँ तपाईँको लागि एज अ एउटा मेम्ना है, उहाँलाई चाहिँ डोराइएको एउटा मेम्ना बनेर आउनु भएको थियो। तर अब चाहिँ उहाँ चाहिँ लाइन अफ जुडा हुनुहुन्छ। जब हामी प्रकाशको किताबमा उहाँको बारेमा पढ्छौँ त त्यहाँ चाहिँ उहाँ चाहिँ एकदमै रिसाएर बस्नु भएको छ कि जसले उहाँको आज्ञा पालना गर्दैन, जसले उहाँलाई चिनेर पनि मन तातो भएर बसेको छ है, तिनीहरूलाई पनि उहाँले छोड्नु हुने छैन। त्यही भएर र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति प्रभु येशू है, येशू क्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ है। त आज कतिपय वनगटहरूले आज येशूलाई चाहिँ बुझ्नु भएको छैन। यहोवा विटनेसहरूले है, अनि यो सन्त रामपालजीको जुन चाहिँ चेलाहरूले है, र सन्त रामपालजी स्वयंले पनि प्रभु येशूलाई चाहिँ प्रभु हो भनेर चाहिँ बुझ्नु भएको छैन। त तपाईँहरूले पनि यो बुझ्न जरुरी छ। तपाईँले यो साउन्ड डक्ट्रिनको यो फुल टिचिङ लिनुहोला ट्रिनिटीको यो विषयमा है। किनभने आज जुन परमेश्वरको कुरा गर्नुहुन्छ त्यो परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई खटाउनु भएको हो, र एकलौटे पुत्र को हुनुहुन्छ त भन्दा उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। त्यही कारणले यहाँ चाहिँ परमेश्वर पितालाई चाहिँ महिमाको निम्ति चाहिँ प्रभु येशूलाई चाहिँ प्रभु भनेर स्वीकार गर्नु नै पर्छ। र यो कुरा आज सबैलाई हो, आज एज एउटा बिलिभर्सलाई पनि हो। आज एउटा बिलिभर्स पनि आज हल्का जीवन जिरहेको छ भने तपाईँ आज येशूमा रहेर काम गर्नुस्। आज कुनै संस्थाको हिसाबले तपाईँ काम नगर्नुस्
है। संस्थाले भन्यो त्यही भएर गरेतिर नजानुस्। वचनले आज के भन्यो र वचन जब कन्ट्याक्समा पढिए, कन्ट्याक्समा जब त्यसलाई सन्दर्भमा जब बुझियो र आज गम्भीरतामा जब त्यसलाई बुझियो त यो रहेछ भनेपछि तपाईँ बरु मानिसको डरमा होइन तर परमेश्वरको डरमा तपाईँले परमेश्वरको वचनलाई प्रचार गर्नुहोस् है। आज कतिपय पास्टरहरू है, डिकनहरू, एल्डरहरू आज मानिसको डरमा पर्नु भएको छ है। आज संस्थाले भन्यो या फेरि कुनै पनि आज बिलिभर्सहरूले भने भनेर त्यो तरिकाले जानुभएको छ, तर त्यो तरिकाले नजानुस् है। वर्ड अफ गडले जे भन्छ त्यो तरिकाले जानुस्, तपाईँको जीवन निश्चय नै है बाँच्नेछ। अदरवाइज तपाईँ जति ठुलो ट्याग लगाएर बसे तापनि है परमेश्वरको इन्साफ हुँदा है तपाईँलाई क्षमा हुने छैन। या फेरि इफ म पनि है त्यसको लागि र म यो तपाईँहरूलाई उत्साहको वचन दिन आए र यो मैले भने कि यहाँ चाहिँ आधलोकमा र स्वर्गलोकमा र पृथ्वीमा जहाँ भए पनि येशूको नाउँमा घोडा टेक्नुपर्छ। तर चान्सेस चाहिँ एउटै मात्र हो, जो संसारमै प्रभु येशूमा टेकाइ भयो भने तपाईँ आफ्नो गल्ती स्वीकार गरेर मेरो गल्ती भएर परमेश्वरमा ल्याउनु भयो, मेरो गल्ती भयो, म चाहिँ पापमा थिएँ, म पापबाट निस्किन चाहन्छु, तपाईँले मलाई बचाउनुहोस्, उद्धार मुक्ति पाप क्षमा तपाईँमा छ, स्वर्गीय जीवन पाउन तपाईँ बाहेक अरू नाउँ छैन र तपाईँले नै मलाई बचाउनुहोस् भनेर उहाँको चरणमा आउनुहोस्, तपाईँलाई जीवन छ। धन्यवाद। आज म तपाईँहरूको बिचमा यो जुन फिलिपीको किताब 2:10 र 11 वचनलाई ल्याएको हुँ र सबैले बुझिदिनु होला। र मैले यसलाई पहिला जुन प्रकारले बुझ्थेँ कि आज संसारमा रहँदै हरेकले चाहिँ प्रभु येशूको नाउँमा घोडा टेक्छन् भन्ने मलाई लाग्थ्यो, तर यो छैन यहाँ है, यो छैन यहाँ है। यहाँ जसले टेक्यो त्यसले जीवन पायो र सबैले टेक्दैनन्, तर त्यो टेक्ने मध्ये तपाईँ बन्नुहोस्, आफ्नो पापलाई स्वीकार गर्नुहोस् है। र अधोलोकमा टेक्नु भयो भने त्यहाँ स्वर्गको लागि चान्सेस छैन र जब तपाईँ सिंहासनमा जब जजमेन्टको दिनमा टेक्नुहुन्छ त्यहाँ पनि तपाईँलाई चान्सेस छैन। त शरीरमै रहँदै तपाईँले प्रभु येशूलाई प्रभु हो भनेर स्वीकार गर्नुभयो र उहाँलाई नै मुक्तिदाता भनेर तपाईँले स्वीकार गर्नुभयो भने तपाईँलाई मोक्ष छ। सबैजनालाई प्रभु येशू क्रिस्टको नाउँमा जय मसीह।